हेलो हेलो नमस्ते। आज म केही नयाँ विषयवस्तु लिएर बोल्दैछु। अहिले हाम्रो देशमा, हाम्रो समाजमा दुई खालका समस्याहरू व्याप्त छन्, बढ्दैछन्। एउटा बेरोजगारी समस्या छ। थुप्रै मानिसहरू, साथीभाइहरू बेरोजगार हुनुहुन्छ। देशमा, समाजमा, आफू बसेको ठाउँमा रोजगार छैन। अनि अर्को फेरि कामदारको अभाव। धेरै व्यवसायी साथीहरूले, साना व्यवसायी साथीहरूले ल मलाई कामदार चाहियो भन्दै हुनुहुन्छ। यहाँ रोजगार चाहियो भन्ने मान्छे पनि हाम्रै सम्पर्कमा हुनुहुन्छ, हामीले देखिरहेका छौँ। अनि कामदार चाहियो भन्ने साथीहरू पनि हुनुहुन्छ, व्यवसायी साथीहरू हुनुहुन्छ, चिनेकै हुनुहुन्छ। मलाई पनि प्रत्यक्ष पनि कतिजनाले भन्नुभएको छ। तर यहाँ हाम्रो वरिपरि भएको रोजगारमा ती बेरोजगार जो हुनुहुन्छ उहाँहरू किन इच्छुक हुनुहुन्न? के लाग्छ तपाईँहरूलाई? मलाई लागेको, मैले बुझेको केही कुरा म यहाँ राख्न गइरहेको छु। जस्तो नेपालका साना व्यवसायहरूले, साना घरेलु तथा लघु उद्योगीहरूले उहाँहरूको आवश्यकता अनुसार उहाँहरूलाई तलब सुविधाहरू भर्न सक्नुहुन्न। उहाँहरूको अपेक्षा अलि धेरै हुन्छ। उहाँहरूको अपेक्षा कस्तो हुन्छ भने आफ्नो साथी छिमेकी आफन्त जो छ ऊ चाहिँ बाहिर गएर कमाइरहेको हुन्छ, त्यही स्किल यहाँ खोज्नुहुन्छ। हो त्यो चाहिँ यहाँका साना उद्योगी व्यवसायहरूले दिन सक्नुहुन्न। त्यसो गर्दाखेरि उहाँहरू थोरै कमाइमा गर्नभन्दा बरु बेरोजगार बस्न ठिक मान्नुहुन्छ। यो अब अलिअलि बाध्यता पनि होला त्यसो गर्नु, होइन? तर त्यो ठिक होइन। अनि हुन पनि बाध्यता कसरी हो भने थोरै इन्कमले, थोरै आय स्रोतले अहिले नेपालीहरूको गुजारा चल्दैन, होइन? अब केही समयको लागि, छोटो समयको लागि त उहाँहरू टाइम पासको लागि गर्न सक्नुहुन्छ, तर उहाँहरूको गुजारा चल्दैन, परिवार चल्दैन। अहिलेको समयअनुसार मान्छे चाहिँ चल्नुपर्छ, होइन? अब सामान्य कमाइले अब बच्चा बच्चीलाई स्कुल पढाएर अनि अब सामान्य गाउँमा, समाजमा उपलब्ध सेवा सुविधाहरू उपभोग गरेर, होइन? मोबाइल, तपाईँको अब मोबाइल टेलिफोन भयो, होइन? टेलिभिजन, इन्टरनेटहरू जस्ता कुराहरूदेखि लिएर अब अहिले मान्छेहरूलाई अब अलिकति मान्छेहरू विकसित आधुनिकतातर्फ पनि गइरहेका छन्। जस्तो मान्छेहरू अहिले केही पेसो व्यवसाय गर्ने भइसकेपछि मान्छेहरूलाई एउटा मोटरसाइकल चढ्ने चाहना हुनसक्छ। नेपालको अहिलेको 20-30 हजारको जागिर गरेर एउटा मान्छे चाहिँ नयाँ बाइक किनेर चढ्न सक्ने अवस्था छैन। यति धेरै मूल्य अन्तर छ हाम्रो छिमेकी देश भारत र नेपालमा, होइन? त्यसो गर्दाखेरि त्यति काम गर्दाखेरि भारतमा अथवा अरू देशमा गयो भने उस्तै परे राम्रो राम्रो कारहरू मान्छेहरू चढ्न पाइरहेका हुन्छन्। तर त्यति नै मिहिनेत यहाँ गर्दाखेरि एउटा सामान्य मोटरसाइकल पनि ऊ चाहिँ किनेर चढ्न सक्ने अवस्था छैन। यसको लागि सरकारले यो मान्छेहरूको एकदमै आवश्यकताका कुराहरूमा सरकारले यो राजस्व असुलेर अनि देश चलाउने, देशको खर्च चाहिँ घटाउन नलाग्ने, होइन? कसरी हुन्छ मितव्ययी बनाउनतिर नलाग्ने, नचाहिने कुराहरूमा खर्च गर्ने, अनि त्यो खर्च उठाउनको लागि अनि जनतालाई चाहिँ जनताको आधारभूत आवश्यकताहरूमाथि चाहिँ कर थोपरेर अनि जनताहरूलाई एकदमै त्यो पलायन हुन बाध्य पार्ने खालको जुन नेपालको नीति छ। हुन त अब अहिले आएर विभिन्न अब राजनीतिक दलका साथीहरूले यो अहिलेको सरकारले गरेको हो र हालैको राजनीतिक दलहरूले गरेको हो र यो त राजाको पालादेखि थियो भन्नुहुन्छ होला। तर राजाका पालामा मान्छेहरूको आवश्यकता मोटरसाइकल, कारहरू थिएन।
त्यतिखेर साइकल मात्रै आवश्यकता थियो, त्यही पनि बहुत कम थियो। साइकल सर्वसुलभ भएको र मोटरसाइकल, कारहरू आएको चाहिँ धेरै भएको छैन। त्यसो गर्दाखेरि पछि बनेका सरकारहरूले पनि यो जनताहरूको आधारभूत आवश्यकता मानेर यस्ता कुराहरूलाई, जस्तो मोटरसाइकल 150 सीसीसम्मको मोटरसाइकललाई चाहिँ यो विलासिताको चिज होइन, यो चाहिँ अत्यावश्यक चिजहरू हो, यो आवश्यकता चिजहरू हो भनेर अनि त्यस्ता कुराहरूमा हैन सरकारले नीति निर्माण गर्नेहरूले चाहिँ एकदम कम राजस्व लिएर नेपाल भित्र्याउँदाखेरि मान्छेहरूलाई यहाँ नेपालमा सामान्य रोजगार गर्दाखेरि पनि एउटा मोटरसाइकल चढ्न सक्ने वातावरण भयो भने मान्छेहरू खुसी हुन सक्थे हैन। त्यो चाहिँ अहिले सम्भव छैन। अनि यहाँ मैले देखिराखेको छु मान्छेहरू अब चुनाव लडेर सामान्य पदमा जाँदा बित्तिकै हैन, अथवा सरकारी जागिर खाएर कोही अधिकृतसम्म हुँदा बित्तिकै उसलाई चाहिँ अब राज्य कोषबाट उपलब्ध हुने अब सवारी साधनहरू कारसम्म पनि उपलब्ध हुने, तर त्यतिकै मतलब बौद्धिक स्तर भएको मान्छे हैन, ऊ चाहिँ कुनै प्राइभेट काम गर्छ अथवा कतै काम गर्छ भने उसले चाहिँ आफ्नो पैसाले किनेर चाहिँ त्यो सुविधाका साधनहरू चाहिँ उपभोग गर्न नपाउने। जस्तै मैले कारको कुरा गर्दैछु, अब इन्डियामा 5-7 लाख पर्ने कार चाहिँ नेपालमा 25-30 लाख रुपियाँ पर्न जान्छ। तर अहिले चाहिँ कार चाहिँ विलासिता मात्र होइन, त्यो चाहिँ आवश्यकता पनि भइसकेको छ। त्यही भएर कम सीसीका कारहरू जस्तै 1200 सीसीसम्मका कारहरू र 150 सीसीसम्मका मोटरसाइकलहरूमा राज्यले यो कर घटाएर, बरु ठिक छ 150 सीसी भन्दा माथिका मोटरसाइकलमा ल्याओस् न त, अहिलेको भन्दा डबल कर ल्याओस्, त्यो चाहिँ आवश्यकता होइन, त्यो चाहिँ विलासिता हो। अनि कारहरूमा पनि अब 2000-3000 भन्दा माथि सीसीका हैन त्यस्ता कारहरू आउँछन् भने तिनी चाहिँ विलासिता हुन्। तिनीहरूमा सरकारले अहिलेको भन्दा अझै कर बढाएर तल्लो रेन्जको साधनहरूमा सरकारले कर अलि कम गर्यो अथवा सामान्य गर्यो भने जनताहरूलाई यो सर्वसुलभ हुन्थ्यो हैन। अनि धेरै मान्छेहरू हैन नेपालमै बसेर पनि सामान्य काम गर्दाखेरि पनि ठिकैको जिन्दगी बिताउन पाइएको छ, किन विदेश जानु भन्ने खालको एउटा मान्छेको चित्त बुझाइ हुन्थ्यो। यतातिर कसैको पनि ध्यान पुगेन। अनि यति मात्र होइन, दैनिक उपभोग्यका चिजहरू पनि सरकारले अब हाम्रो त खुला सिमाना छ, कि त सरकारले ठ्याक्कै त्यो बोर्डरहरू एकदमै लक गर्न सके हुन्थ्यो हैन। अनि पारी जाँदाखेरि 60 रुपियाँमा पाउने चिनी नेपालमा अहिले 100 रुपियाँ जति पर्छ। अब चिनी चाहिँ विलासिताको चिज होइन, चिनी चाहिँ अत्यावश्यक चिज हो हैन। चिनी चाहिँ मैले एउटा उदाहरण मात्र लिएको। यस्ता कुराहरूमा चाहिँ सरकारले कसरी हुन्छ, उताको र यताको चाहिँ मूल्य चाहिँ उस्तै पर्ने गरेर त्यो व्यवस्था गरिदिँदाखेरि मान्छेहरूलाई एउटा सरकारप्रति पनि एउटा सद्भाव जाग्थ्यो भने। अर्को कुरा, मान्छेहरू थोरै पैसा बचाउनको लागि मान्छेहरूले धेरै समय र पैसा पनि बर्बाद गरिरहेका छन्। जस्तो 5 किलो चिनी, 1-2 किलो जिरा अनि यस्तै साबुन सरफ ल्याउनलाई मान्छे दिनभरि खर्च गरेर हाम्रा छिमेकी नाकामा बोर्डरमा भाडा खर्च गरेर समय बिताएर हैन मान्छेहरू त्यसरी गइरहेका छन्। यिनी कुराहरूमा पनि सरकारको ध्यान पुग्न सकेको छैन। सरकारको खर्च पुगेन भन्दैमा जनताहरूलाई यसरी दुःख दिने काम हैन, यो चाहिँ ठिक होइन। बरु सरकारले आफ्नो चालु खर्च कसरी घटाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्ने हो। अब यतातिर यो कुरामा अहिलेसम्म कुनै पनि राजनीतिक दल, सरकारहरूले ध्यान पुर्याउन सकेका छैनन्। यतातिर अब जनताहरूको, मतदाताहरूको ध्यान गएपछि अनि आफ्नो पार्टीहरूमा, आफ्नो सरकारहरूमा यिनी कुरा बुलन्द गर्नुभयो भने केही सुधार हुन्थ्यो कि